नरसिंह हुनुहुन्छ अनि यहाँ शिवजी हुनुहुन्छ शिव भगवान अनि यहाँ म तपाईँहरूलाई मजा आउँदो रहेछ यार यी मात्रै धेरै मचिलो मिल्दैन क्या है आहा के मजा आउँदो रहेछ म त कहाँ पिङ्केले सुकुटे गरेर नि पिङ्केले दोला खाएर नि पिङ्केले यो दोला खाएर कि कहाँ हो काभ्रे हो अनि गाइज हेर्नु यो कस्तो राम्रो छ हेर्नु यो स्ट्रक्चर कस्तो राम्रो है यो आर्किटेक्ट कस्तो राम्रो के कसले गर्नु होला यो सुन न काला जादु गर्नुहुन्छ त मुभीहरूमा के काला जादु गर्ने के टुना मुना तन्त्र मन्त्रवाला त्यस्तै होइन कठपुतली गुडिया बनाएर के गर्ने होला त्यस्तै कस्तो राम्रो एउटा लग्नु दिन्छ नि नै किनेर लाग्नु पाइन्न कस्तो राम्रो छ गाइज हेर्नु न बेडसिट सुकाइराखेन कस्तो राम्रो छ यो तर त लास्टै मन पऱ्यो लास्ट त्यो मलाई सुतेको ठाउँहरू मन पर्दैन हेर्नु तर मलाई यो अत्याधिक मन पऱ्यो राम्रो छ गाइज माथि पनि छ माथिबाट पनि मोटाबाट भ्यू देखाउँछु ल आउनुहोस् होला है यो कसको घर होला है खासमा आइडिया कसको गणेश सबै सब कुरा इन्क्लुड गाइज अनि भ्यू यस्तो देख्छ यहाँबाट हेर्नुहोस् हेर्नुहोस् ग्रिनरी वरिपरि रुखहरू हरियाली बिचमा एउटा घर 30 वर्ष पुरानो घर जसलाई अहिले होटलमा कन्भर्ट गरिएको छ गेडा पनि फल्दो रहेछ हेर न